guys, welcome to my vlog. म हो संगीता, मेरो ब्लगमा तपाईहरुलाई स्वागत छ। म आज मिराकल गार्डन सो तपाईहरुलाई देखाउने छु आजको मेरो ब्लगमा। सायद मेरो अनुहारमा चिप भइराको होला तर म तपाईहरुलाई देखाउँछु आजको फुल इन्जोय गराउने छु। मसँग हुनुहुन्छ यहाँ दिदीहरु बिचाराहरु गाडी पर्केर हो अहिले एकदिनको हैन गाडी पर्केको 1 घण्टा भइसक्यो। गाडी कालो छ नि फेरि के भन्छ अन्त म त सुपारी खादिन साथीहरु, म त सुपारी खादिन तर मेरो दाल कालो छ भन्छ। वाउ साथीहरु, फाइनली हामी आइपुग्यो मिराकल गार्डन। वाउ मान्छे त के बिना रहेछ त। वाउ कस्तो दामी। ऐसा कौन ब्लॉग बनाता है? मैं। वाउ अब यो के हो यसको बाँसको भाटाले बनाएको छ त। ओह माय गॉड, मिराकल गार्डन फाइनली साथीहरु 1 सालको बादमा आइपुगेको न यो मिराकल गार्डन चाहिँ। यो बाँसहरु पनि रहेछ। यहाँ हेर्नु साथीहरु घुम्दैछ गुडिया, यो पनि घुम्दैछ गुडियाहरु। यो घरहरु हेर्न सक्नुहुन्छ। छैन त मिराकल गार्डन यसै भन्छ त। नाचेर देखाउँ त दिदी एकपल्ट, यस्तै गरेर देखाउँ त, यस्तै गरेर देखाउँ त। यतिको त गर्न सक्नु पर्यो नि। अझै गर्नु न, मजाले गर्नु न, छिप्दिन्छु। पहिला गरेर देखाउनु न सही, देखाउनु त गरेर। यहाँ हेर्नु यो दिदीले गरेको अब ल होला नि। आदि फुलहरू चाहिँ हाम्रो गाउँमा पनि फल्ने फुलहरू चाहिँ आदि फुल चाहिँ यहाँ पनि पाउँदो रहेछ है। आदि हाम्रो गाउँमा फल्ने फुलहरू त यहाँ पनि पाउँदो रहेछ त है। त्यही त भनेको पानको पत्ता जस्तै परेको फूलहरू पनि रहेछ। आधा तो हमारा गांव की जैसे फूल है। और ये छाता ने कितना प्यारा बनाया है। ये देखो हेर्नुस् त, यो छाता हैन यो भन्नुस् त। हाम्रोतिर यस्तो बनाउँदैन त कसैले पनि। तो साथीहरु मेरो अहिले पनि घुम्दैछु। हामी चाहिँ दिदीहरु हराएर खोजेकै भइसकिसक्यो। आधी घण्टादेखिको चाहिँ दिदीहरुलाई खोजेको, अहिलेसम्म पनि भेटाएको छैन। सो अब चाहिँ हामी दिदीहरुलाई खोज्नुको लागि चाहिँ हिँडेको। फुलको बारीमा सायद कतैनिर फुलको छेउमा गएर चाहिँ सुत्यो होला जस्तो लाग्छ हो। बाहिरपट्टि पो गयो, यताबाट छैन जाने बाटो। ऊ दिदी र म भएर चाहिँ दुईजना भएर नि त, दुईजना भएर चाहिँ खोजेको छु म। यहाँ चाहिँ नि साथीहरु बिहान आयो, चिसो महिनामा आयो, ठन्डो महिनामा आयो, समरमा त आउन सक्दैन। सो विन्टरमा आएर चाहिँ बिहानै आएर चाहिँ बिहानदेखि घुम्यो भने चाहिँ मजा आउँछ। तर यो गर्मीमा चाहिँ दिनको धुपले चाहिँ नि कालो, म जस्तै एकै दिनमा मेरो अनुहार हेर्न सक्नुहुन्छ कति कालो भएको छ। हिजोसम्म कति गोरी भइरहेको थियो, आज एकै दिनले कालो नकालो बनाइदियो। यस्तो राम्रो छ। तपाईहरु पनि आउन सक्नुहुन्छ। जो दुबई आउनु भएको छ उ सबै चाहिँ मिराकल गार्डन आएर चाहिँ एकबार बल्ल अहिले चाहिँ अलिक शीतल लागेर चाहिँ हामी चाहिँ हिँड्दैछ। मैले अब फेरि अर्को पार्टमा जाँदैछ। अब तपाईलाई म अर्को फुल देखाउँछु। फुल त यही हो तर अब अर्कोपट्टि देखाउँदैछु। अघि चाहिँ एउटा अङ्कलले चाहिँ मुखैमा आएर हेरेर लाज लागेर भिडियो पनि बनाएन। कस्तो लाज लाग्छ। नयाँ हो नि त अब पब्लिक एरियामा अब रेन्डमली भिडियो बनाउन सक्दिनँ कि मलाई लाज लाग्छ नि त। अन्त त्यसले गर्दा म
1 2 3 4 5 6 7 पनि रहेछ यहाँ चाहिँ दुईजना हेर्नु नि बाँदरको ढ्याङहरू जस्तो बसेर आफू फोटो लिँदैछ जुन तपाईँको यो ब्याक ज्याकेट अन्त यहाँ चाहिँ हेर्नु फुलहरू तोड्नु मिल्दैन साथीहरू नभए तपाईँहरूको लागि एउटा फुल टिपेर तपाईँहरूलाई दिने थिएँ तर माथि चढ्दैछौँ माथि गएर चाहिँ एकदम दामी खालको पुरा भिडियो बनाउनु पर्यो सबै देख्ने गरी वाउ ओइ दि हात्ती ओइ दि ओइ हात्ती हैन त्यो त हेर्नुस् साथीहरु हात्ती दुबईमा पनि हात्ती पाइन्छ साँच्चैको नभए पनि फुलकै भए पनि पर दामी दामी मुजुर सुजुरहरू भएको त नि त्यो सबै माथिबाट देख्छ क्या राम्ररी हेर्नुहोस् त हो साथीहरू यहाँ चाहिँ नि यसमा गरममा चाहिँ नआए पनि हुँदो रहेछ हो अलिक ठन्डमा आयो भने चाहिँ तपाईँहरूलाई अलिक शीतल लाग्छ पुरा हिँड्नुपर्छ नि त त्यसले गर्दाखेरि चाहिँ तपाईँहरूलाई जति सक्दो चाहिँ शीतलमा आउने कोसिस गर्नु क्या गरममा चाहिँ फ्याल हुन्छ म जस्तै फ्याल हुन्छ हो त्यसले गर्दा जो पनि यहाँ लो साथीहरू फेरि पनि खोज्नु पर्ने हुन्छ दिदीहरू चाहिँ नि यति बिना हराएको गर्छ घरि कहाँ जान्छ हो उनीहरूलाई खोज्दा म चाहिँ नि इन्जोय भनेको चाहिँ यहाँ हेर्नु नि यो दिलहरू हेर्नु सक्नुहुन्छ यहाँ हेर्नु घोडा कस्तो मजाको है यो घोडाहरू हेर्नु यहाँ हेर्नु घरहरू ओ यो त नाच्दैछ देख्नुभयो नाचेको यहाँ घरहरू हेर्नु सक्नुहुन्छ यो घोडा पनि नाच्दैछ अन्त यो माथिको दिलहरू हेर्नुहोस् यहाँ आएर बसेको रहेछ त खोज्दा भइसक्यो त कस्तो मजाको नि हेर्नु न यहाँ हेर्नु साथीहरू म चाहिँ अब भिडियो इन्ड गर्नु गइरहेको छु किनभने मेरो चाहिँ फोन स्विच अफ हुन आँट्यो सो यहाँ चार्ज लाउने जग्गा पनि छैन अन्त म अब घरमा गएर चार्ज लगाएर तपाईँलाई इन्ड गर्न सक्दिनँ मेरो फोन स्विच अफ भयो त्यसले गर्दाखेरि चाहिँ म भिडियो यहीँ इन्ड गर्दैछु सो साथीहरू तपाईँहरूले हेर्नुभयो होला आजको मिराकल गार्डन कस्तो थियो आजको मेरो दिन कस्तो गयो सो दिदीहरू चाहिँ छक्कै परेर यहाँ हेरिरहेछ के बोलेको भनेर होला हो अन्त साथीहरू त्यही हो अब तपाईँले मैले देखाइदिइहालेँ आजको दिन हाम्रो कस्तो भयो के भयो भनेर हो सो साथीहरू अब म चाहिँ भिडियो इन्ड गर्नेछु साथीहरू थ्याङ्क यू सो वाचिङ